बालेन शाहले जित्छन् अथवा बालेन शाहले कम्पिटिसनमा छन् भन्ने सबैलाई थाहा थियो। तर योभन्दा अझै इन्ट्रेस्टिङ कुरा के छ भने सरलाई 4 मा जहाँ गगनले ठोक्कुवा लाएर भनिएको थियो कि जित्छन् भनेर त्यहाँ पनि अझै यसो भएको छ, यसको उल्टो। तपाईँ यो पुरा ग्राफहरू हेर्न सक्नुहुन्छ। आजको भिडियोमा हामी यिनै सब कुरालाई डिस्कस गर्नेछौँ र यो इलेक्सनमा सोचेभन्दा किन फरक भइरहेको छ त्यसको कारणहरू पनि निकाल्ने कोसिस गर्नेछौँ आजको यो स्पेशल टिडब्ल्युबी भिडियोमा। उत्तर क्षेत्र नम्बर 4 मा आफ्नो हरकतले सबैभन्दा अगाडि रहेका ऋषि धमलाको भोटको बेलामा भने सबैभन्दा पछाडि र टप गरेका छन्। गणेश पौडेल र देव प्रसाद तिमल सिन्हाको बारेमा बरु कसैलाई थाहा थिएन होला, तर ऋषि धमलाको पपुलर र आफ्नो सञ्चार क्षेत्रमा योगदान पुर्याउँदै पनि रौतहटका बासिन्दालाई भने उनीमाथि विश्वास दिलाउन भने सकेनन्। उनी आफ्नो मोबाइल चिन्हबाट उठेका थिए। हामीले बदल्यौं काङ्ग्रेस, अब बदल्छौं देश भन्ने नाराका साथ काङ्ग्रेस अगाडि बढेको थियो सरलाई 4 बाट। तर अहिलेको अवस्थामा नमजाले हारको बाटोतिर लाग्नु परेको छ। जबसम्म भिडियोको रेकर्डिङ प्रोसेस चालु छ तबसम्म घन्टी 11,383 छ मत ल्याएको छ र रुख भने 6,952 मत उभिएको छ। अमरेशलाई आफैले लागेको छैन होला आफू यति धेरै मतले अगाडि छु भनेर। उनी अमरेश पौडेल हुन् जसलाई गगनको जित सुनिश्चित छ भन्दा प्रमाणपत्र दिए भइहाल्छ नि, म त यता गाउँतिर छु भनेर आफ्नो प्रतिक्रिया दिएका थिए। तर गगन थापालाई कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दैछ। प्रधानमन्त्री हुने उम्मेदवार नै हार्ने गरी त पक्कै नहोलान्। गगनको जित सुनिश्चित भइसक्यो भनेर धेरैले भन्दैछन्। प्रमाणपत्र लिए भइहाल्छ नि, निर्वाचन आयोग चाहिँ काठमाडौँमा छ, म त गाउँतिर छु। यसमा पनि फाइनल आँकडा आएपछि अझ कुरा गर्न एकदमै धेरै मजा आउनेछ। त्यसको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्। हामी आउनेवाला भिडियोमा यसकै बारेमा डिस्कस गर्नेछौँ। यता झापा 5 मा भने केपी ओलीले मिडियामा ओपन च्यालेन्ज गर्दै झापा 5 मा जित्छौं भनिरहेका थिए, तर यसपालि भयो यसको उल्टो। तर बालेन शाहले जितेपछि म यो गर्छु त्यो गर्छु भनेको लाइन पनि धेरै नै थियो। अहिले भिडियो वर्किङ प्रोसेस हुने जेलसम्म झापा 5 को अवस्था हेर्ने हो भने केपी ओली 12,649 र बालेन शाहले 47,789 भोट ल्याएका छन्। तर तपाईले यो भिडियो हेर्ने जेलसम्म बालेन शाहको विजय र्याली निस्किसकेको हुनेछ। चितवन 2 मा पनि रवि लामिछानेको दबदबा कायम नै राखिरहेका छन्। अहिले हामी यी हाइलाइटेड नेताको बारेमा मात्रै कुरा गरिरहेका छौँ। हामी अरूको आँकडा त नेक्स्ट भिडियोमा डिस्कस गर्नेछौँ, हामी अगाडि नै बताइसकेका छौँ। अहिलेको अवस्थामा हामीले आँकडा बताएको ठाउँमा आरएसपी को डोमिनेसन कायम नै छ। यो भन्दा अघिल्लो इलेक्सनमा झापा 5 मा प्रतिनिधि सभा अन्तर्गत केपी शर्मा ओलीले 52,315 ले गगनचुम्बी जित हासिल गरेका थिए भने उनकै अपोजिसनमा रहेका खगेन्द्र अधिकारीले 23,743 भोट ल्याएका थिए। तर त्यहाँ हामीभन्दा तल हामी जाँदैन, हामीभन्दा तल गइसाध्यै छँदै छैन। आँकडा अन्य ओपोजिसन छँदैछन्, तर जहाँ पनि केपी ओलीको शानदार जित हात पारेका थिए। चितवन 2 मा भने रासोपा रवि लामिछानेले अन्तर्गत 54,402 मतले शानदार जित हासिल गरेका थिए भने उनको अपोजिसनमा मिनकुमारी खरेलले 14,564 मत ल्याएका थिए। केपी ओलीको जस्तै उनको पनि तलको अरूको भोट गर्न त पर्दै परेन। अमरेश कुमार सिंहको आँकडा त तपाईलाई थाहा छँदैछ। स्वतन्त्रबाट जित हासिल गर्दै उनले 1700 भन्दा बढी मतले शानदार जित हासिल गरेका थिए 2079 सालमा। नेताहरूको यो रिजल्ट भने सरप्राइज मान्नै पर्ने खासै मानिँदैन। उनीहरूले आफ्नो छवि आफै बिगारेका हुन्। जस्तै असारमा कार्यकाल सकिने नेतालाई हटाएर आफ्ना नजिकको भनिनेलाई राख्ने र जब जनता आक्रोशित हुन आवाज उठाएका छन् उनको आवाज सुन माग सुन भन्दा बोल्ने बाटो बन्द गराउने र युवा आक्रोशित जेनजीको कुरो सुन भन्दा आतंकवादी ठहर गर्ने। आतंककारी हो जेनजी नभन्ने हो र भने सायद जेनजी त घरमा भन्छ कहाँ जेनजी हो नभए युवा जेनजी भनेकै आतंककारी। जसरी वैशाल आतंककारी थियो, हिजो माओवादी आतंककारी, लुटेर बैंक लुटे ठग्ने 10 वर्ष माओवादीले गरे भन्दा 2 दिनमा यिनीहरूले बराउँदै रहेछन्। त्यही भएर जेनजीलाई आतंककारी नभनौँ भन्छन् अब साथीहरू। जेनजी भनेको आतंककारी हो ल, 10 चोटि 20 चोटि 50 चोटि भन्छ। जब मिडियाकर्मी सोध्छन् तपाईँको नेताको घरमा देखिएको पैसाको बारेमा के भन्नुहुन्छ भनेर सोद्धाखेरि उनीहरूसँग केही जवाफ पनि हुँदैन। अहिले यिनै कारणमा काफी भइरहेको छ जनतालाई। मैले यी सब भनिराख्दा अहिले आएकाले गर्छन् भनेर ठोकुवा लाउन भने खोजेको होइन। यी नयाँ जे बाचा गरेका छन् त्यो बाचा पुरा गर्दै यही नै राम्रो हुनेछ जनताको लागि। जब जनताले सरकार बनाउँछन् र सरकारमा पुर्याउँछन् त्यो बेला महत्त्वपूर्ण कुरा हुने हो कसले जनताको आवाज उठाउँछ र भन्ने कुरा नै महत्त्वपूर्ण हुन्छ। जनताको रायको बारेमा कुरा गर्दा सबैको निराशा नै देखिन्छ। पुराना दललाई नरोज्नु सबैभन्दा ठुलो कारण हो। यी पुराना दल र सत्ताले हाम्रो नानी बाबुको परिवारको खुसी खोसेको छ भन्ने सबैको ओपिनियनमा सुन्न सकिन्छ। यही कारणले पब्लिकलाई लाग्छ कि यी दललाई अब सरकारमा पुर्याउनु गलत हुनेछ। भविष्यको लागि हो या वर्तमानको लागि पुराना दल र पुराना पार्टीमाथिको अब भरोसा पटक्कै पनि देखाउँदैनन्। सामाजिक र आर्थिकको बारेमा कुरा गर्नुपर्दा दुवै साइडबाट ड्यामेज नै भएको छ, जसमा परम्परागत र राष्ट्रिय सम्पदाको पनि जले त्यहीमाथि क्रान्तिका लागि र हामीले
देखेकै छौँ कि यही परिवर्तनको लागि सडकमा कति मानिसले आफ्नो ज्यान गुमाउनु पनि पर्यो। सबैले आफ्नो आफ्नो ठाउँमा र आफ्नो आफ्नो अवस्था अनुसार आफ्नो लागि र जनताको लागि जित हासिल गरे। सबैलाई शुभकामना व्यक्त गर्छौँ। टक विथ बीको तर्फबाट र यो नतिजा ठुला नेता जनताप्रतिको प्रतिशोध र अन्यायबाट उदाएको आशाको प्रतीक हो। यो आशा र भरोसामा सधैँ अडिग रहनुपर्ने हुनेछ र यो आशा र भरोसालाई टुट्न दिनु हुँदैन। सबै विजयलाई हार्दिक र अग्रिम शुभकामना र सबैले च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस् ल। धन्यवाद यहाँसम्म भिडियो हेरिदिनु भएकोमा।